Hi guys, it's breakfast time हैन सुमन र म चाहिँ ब्रेकफास्ट खानको लागि भनेर आएका छौं हैन यो ब्रेकफास्ट च्याप्प हानिन्छ हैन अनि we will be ready for trekking. Let's go. We are going to check out from this hotel हैन हाम्रो साथीहरु चाहिँ ब्याकप्याक गर्दै कपडा लाउँदै गरिरहेका छन् कुमारी देवीलाई प्रणाम गरेर अनि यता गणपति बप्पालाई प्रणाम गरेर चाहिँ हामी आफ्नो गन्तव्यतिर लम्किने छौं ल लेट्स गो गाइस फाइनली स्याब्रुबसीतिर हिँड्यो गुगल म्यापमा देखाउँदाखेरि चाहिँ 2.5 घण्टा देखाएको छ अब लगभग 3-4 घण्टा जति त लाउला जामसाम पर्यो भने चाहिँ हैन फाइनली स्याब्रुबसीमा आइयो है हाम्रो कलेजको गाडी यहाँ छ यो कलेजको गाडी चाहिँ यहाँ भित्र पार्किङ हुन्छ होला सायद त्यसपछि लाएर खानासाना खाएपछि हामी जान्छौं यताको बाटोबाट है यो बाटोदेखि जानी भन्नुभछ लाङटाङ भ्याली तर्फ सो विल सी यु देयर भात खाने टाइम भयो हाम्रो यहाँ छ हाम्रो खाना यता साथी छ नि खानासाना खाएर चाहिँ हामी निस्किसक्यौं हाम्रो गन्तव्य चाहिँ अब बेम्बु रसुवासम्म हो अन्त एक गाइड हो केटा पनि म गोरखपुरबाट आए जस्तो गाडी जस्तो हैन ओके हजुर हजुर नेपाल घुमाउनलाई यो अब सुरु गर्दियौं हाम्रो यात्रा अब स्टार्टिङमा त यस्तो रमाउँदै खुसी हुँदै गइराम अब गजब आज सबको टेस्टिङ हुन्छ अब आइए देखते हैं बैठन मजा आएगा अब यत्रो लामो यात्रा पछि अब बल्ल हाम्रो मेन जो लक्ष्य हो त्यो प्राप्त गर्नको लागि चाहिँ हामी अब अघि बढ्दै छौं अब अहिले चाहिँ हाँसी खुसी नै हिँडिरहेछौं के रे अहिले कगजको फाट्नी हो ल यहाँ चाहिँ खचडहरू छन् यस्तो राम्रो खोला छ यहाँ दौडिन हुन्न भन्ने कुरा भर्खर मैले प्रश्न बुझेँ किनकि स्यास्या भयो हामी अब यतिकै मजाले हिँडिरहेको छौँ अहिले यहाँ हल्का सम्म बाटो आयो यहाँदेखि चाहिँ भ्यू त भन्नै परेन कस्तो डेन्जर छ भन्ने कुरा त हजुरहरूलाई नै थाहा भिडियो हेरेर हामी त्यहाँदेखि आएको है गाइस भर हामी सम्म बाटोमा आएका छौँ ल अब हाम्रो साथी चिनिसक्नु भयो होला को भनेर अहिलेसम्मलाई अब आज डे 1 हाम्रो ल्याङटाङ ट्रिप हो अब आज हामी बेम्बुसम्म पुगिन्छ होला यस्तै तल्लियो भने त थाहा छैन आफै बेम्बुमा बसेर जान सकिन्छ हो तर बिस्तारै हिँड्दैछौँ लेट्स सी के हुन्छ चिसो छ अब हामी ल बेम्बु गएर भेटौँ न त ओके ल हाम्रो भ्लगरज्यू यहाँ अब फोटो खिच्ने कार्यक्रम छ हेर्न सक्नुहुन्छ भ्यू यस्तो छ यहाँ क्यामेराम्यान हेर्नु होला त्यत्रो टाढाबाट हिँडेर आइयो है अझै बाँकी छ कति ल हिमाल देखियो गाइस ट्रेकिङ गर्दा गर्दै लेट्स गो अहिलेसम्म त खासै टफ त भएको छैन किनकि स्टार्टिङ भयो नि त स्टार्टिङ फेजमा चाहिँ खासै आउँदैन हेर्नुहोस् आज जाने प्लान अब भनिसकेँ मैले बेम्बु हो अब हेरौँ कसरी गइन्छ है अहिलेसम्म त ठिकै छ बाटो पनि ठिक छ रमाइलो छ चलिरह ल टाढो उकालो चढ्न दाइए हामी अब चाहिँ हब्याक हुने बेला आइसक्यो अहिलेसम्म त एकदम मोटर बाटो आइराखेको थियो अब ढिक चढेर जानुपर्छ यस्तरी हाम्रो रिजन साथी पनि आउँदैछ नि तल भ्लगर यहाँ कुखुराहरू चारो खाँदैछ र तल एउटा मस्त बस्नको लागि होटल रहेछ डाँडाको पाखा हेर्न सक्नुहुन्छ नेपालको
सुन्दरता ल अम्मा बहन पे आ जाऊंगा मैं इनकी इनकी अम्मा बहन पे आ जाऊंगा मैं फेरि पुरै सिस्नै सिस्नो छ है आय आय हम इस वीरान जंगल के रास्तों में चल के आ रहे हैं और हमारे दोस्त लोग भी उधर आगे जा रहे हैं और मजा बहुत आ रही है फाइनली बाप रे बाप